मात्रै पनि मनमा एउटा कहाली लाग्दो चित्र आउँछ हैन त। श्रीमानको चितामा जिउँदै जलाइँदै गरिएकी एक विधवा। यो नेपालको इतिहासको एउटा यस्तो अध्यारो पाना हो जसलाई हामीले अक्सर पल्टाउन चाहदैनौँ। तर आज हामी त्यही दबिएको इतिहासको गहिराईमा पुग्ने प्रयास गर्दैछौँ। आजको हाम्रो यो चर्चामा हामी यी 6वटा मुख्य विषयमा कुरा गर्नेछौँ। सती प्रथा के थियो भन्नेदेखि लिएर यसलाई कसरी सही ठहर्याइयो, कसरी यसको अन्त्य भयो र के यसको असर आज पनि बाँकी छ त? आउनुहोस् एक एक गरेर हेर्दै जाउँ। ल अब सुरु गरौँ सबैभन्दा आधारभूत प्रश्नबाट। आखिर के थियो त यो सती प्रथा? यो कुनै कथा होइन, यो सन् 1845मा नेपालमा रहेका एक ब्रिटिस रेजिडेन्सी सर्जनले आफ्नो आँखाले देखेको घटनाको रिपोर्ट हो। यो पढ्दा मात्र पनि आँख झिरिङ्ग हुन्छ। सोच्नुहोस् त त्यो क्षण कतिसम्म भयानक, कति क्रूर थियो होला। 1 मिनेटभन्दा पनि कम समयमा